भ्यू पोइन्टमा छैन अब यताबाट दाहिनेपट्टि हेऱ्यो भने चाहिँ पुरै समुद्र है तल मुनि नलड है लडी जान्छ लड्छौ हो राम्रो छ पोर्चुगलको ई रिक्साहरू यसरी हो नेपालमा इन्डियामा मात्रै छ भने चाहिँ यहाँ पनि रहेछ चाख्नु ल त्यो त मासुसँग खानु कस्तो लाग्यो मम्मीलाई त सोध्नै पर्दैन यो पूजा जिन्जा यो के अरे पोर्चुगलको के हो यो लिस्बनको रक्सी हो ल ल ल टेस्ट गर न त ल इन्जोय गर ल मिठो छ जिन्जा भनेको म त म खान्छु मम्मीले कबै हुन्छ अरे क्या यो हामी कहाँ हिँडेको अरे बेले यस्तो टाउन रहेछ यहाँको सस्तो खालको पुल हो कि क्या हो यो चाहिँ विश्व सम्पदाको सूचीमा रहेको बेलेम टावर यो चाहिँ 16औं शताब्दीमा पोर्चुगिज नाविकहरू समुद्रिक अन्वेषणको लागि अथवा व्यापारको लागि यहाँबाट जाने अनि आउने गर्दथ्यो भन्ने बुझिएको छ र आजको मौसम चाहिँ यहाँ एकदमै खराब भएकोले गर्दा पानी पनि एकदमै अनस्टेबल छ माथि पनि खुलेछ अहिले हामी यो टोगोस रिभरको रिभर ब्याङ्कमा छौँ ठाउँ एकदमै रमणीय छ तर मौसम अलिकति खराब भएको हुनाले हावा चलिरहेको अवस्था छ अब हामी उता अगाडिपट्टि देखिएको पुल अनि त्यहाँ एउटा मोनुमेन्ट छ त्यो तर्फ जाँदैछौँ अहिले हामी यो मोनुमेन्टमा आइपुगेका छौँ र पोर्चुगलको एउटा विशेषता भनेको सबै भुइँमा यो मज्याक बिछाउने चलन रहेछ यो मज्याक चिप्सको सजावट यहाँ मात्र होइन सहर बजारको हरेक गल्ली गल्लीमा नि यही मज्याक चिप्स नै बिछाइएको छ सर्ट खान लागेको लो 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 खाऊ है खाऊ लो लो खाऊ ल खानु खानु यो मेरो कफी हो टी ब्याग हामी चाहिँ यो रुफटप माथि छौँ लिस्बनको एउटा सहरको बिचमा सेन्ट जोस क्यासल यसको मुनिपट्टि चाहिँ छानामाथि यस्तो एउटा लिङ्कअप गरेको ब्रिज छ यो ब्रिजबाट चाहिँ सबै दाहिने बायाँ सहरको दाहिने बायाँ पुरा हेर्नु पाइने रहेछ यसरी यो ब्रिज छ यहाँ अब यहाँबाट उता हेऱ्यो भने दाहिनेपट्टि तल मुनि स्ट्रिट बोनको पिङ्क स्ट्रिट यो फ्लोर चाहिँ पिङ्क रहेछ अरू ठाउँ चाहिँ ब्ल्याक लो लेन होइन
ल रमाइलो रहेछ यहाँ ब्यान्ड ग्रुप पनि रहेछ यो चाहिँ हो विशाल पुस्तकालय र यसमा चाहिँ 3 तलामा विभिन्न किसिमका बुकै बुक किताबै किताबले भरिभराउ छ र यो चाहिँ ग्राउन्ड फ्लोर हो अब यो फर्स्ट फ्लोर त्यस्तै गरी माथिल्लो फ्लोरमा पनि किताबै किताब पानी परेर सखा भएन हो आजको भिजिट चाहिँ अहिले हामी कोठतिर जाँदैछौँ होइन हाम्रो ढुङ्गाभित्र पस्दैछौँ ढुङ्गाभित्र पसिसक्यौँ यस्तो छ अगाडिपट्टि जाने हो यस्तो छ है यहाँ माथि जाने र टपमै जाने टप फ्लोरमा जाँदैछौँ हजारौँ जानै बोक्ने रहेछ हुन्छ हुन्छ ठिकै छ म यहाँ खिच्दैछु ल ल बस्नुहोस् हामी यही यस्तै बोटबाट आएको थियौँ अब वारी आइसक्यौँ हामी आएको फेरि फर्किसक्यौँ हामी चाहिँ अहिले के अरे यो ठाउँ हामी अहिले अब अगाडि जाँदैछौँ आज यो एकदमै पानी चाहिँ अनस्टेबल छ किनभने वेदर खराब भएकोले गर्दा के यस्तो छ अहिले चाहिँ हामी यो पोर्चुगलको लिस्बनमा घुमिरहेछौँ अहिले एकदम हावा आएर एकदमै हिँड्नलाई नै अप्ठ्यारो बनाइरहेछ अहिले हामी यहाँ चाहिँ परिवार घुमिरहेछौँ र यता पछाडि हेरेर समुद्र आज एकदमै स्टेबल छैन हावा चलेकोले गर्दाखेरि पानी चाहिँ एकदमै छचल्किरहेको अवस्था छ आज मेरो भाइ नुयाङले चाहिँ यहाँ घुमाइरहेको छ यहाँ होलहरू पनि छ कता कता तपाईहरु बस्नु भएको त्यो सिधा त्यो ठुलो बिल्डिङ भएको छेउतिर हो तपाईहरु बस्ने चाहिँ ए पारिपट्टि ए यता यता एउटा टावर छ नि हो कति वेदर राम्रो भएन अहिले ठिक छ अहिले चाहिँ अब यहाँनिर समुद्र त एकदमै हल्लिरहेको अवस्था छ ल थ्याङ्क यू तपाईँ कता पुग्यो हो जाउँ सिस्टम यहाँबाट पाखा हुँदै माथि डाँडा टुप्पामा यसो यो लिफ्टबाट निस्केर माथिबाट देख्छ ब्रिजबाट चाहिँ यो एकदमै टिपिकल लिस्बोआ हो यो लिस्बनको गाउँ रहेछ एकदमै पुरानो गल्ली एकदम रमाइलो खालको रहेछ अहिले हामी हिँडिरहेको छौँ अब यहाँबाट चाहिँ कता हो यहाँनिर हराइयो है लु कता हेर्नुहोस् है ल बाटो कता होला गएर बाटो
जाँदैछौँ हामी उकालो हामी चाहिँ अगाडि बढ्दैछौँ यसो जाँदै जाँदै अगाडिपट्टि Guys! लब्स्टर होइन लब्स्टर लभरले आएर खाने भयो है ल ओके द्याट इज गोइङ टु बी इटन है यो शङ्के किरा त साह्रै लामो परेछ त धेरै लामो रहेछ डाँडामा बस गाडी टुकटुकबाट सिन्ट्रा भन्ने पोर्चुगलको एउटा एकदमै बिजी टुरिस्ट एरिया रहेछ हाम्रो गुरुजीले चाहिँ यहाँ मेरो गाडी नम्बर यो हो ट्रस्ट गर्नु भन्दैछ अब ऊ चाहिँ ओह्रालो जान्छ अरे अनि हामी चाहिँ आइपुगेपछि फेरि उसलाई कभर गर्ने अनि ऊ हामीलाई फेरि लिनु आउँछ ऊ कालो जाँदैछ बादल आएछ पानी परिरहेको छ यहाँ चाहिँ यहाँ छ टपमा क्यासल रहेछ यसरी यो चाहिँ यहाँको सेन्ट्रल पोइन्ट हो यो अब यसरी ओह्रालो जाँदैछ यतातिर हेर्ने हो भने चाहिँ हाम्रो गाउँघरको हिरपाखा जस्तो ढुङ्गाहरू रुखहरू यस्तो बडो रमाइलो रहेछ तर बादल लागेर के पनि देखाएको छैन तर जेस झार जङ्गलहरू यसरी नै खतरा भयो यहाँनिर यो फेरि अर्को गेट रहेछ यहीँ छिर्ने मान्छेहरू त्यहाँ निस्किरहेको छ यस्तो मजाले यहाँ फुटपाथमा लाग्छ यहाँबाट सूर्य छिरेर जाने हो भने चाहिँ यहाँबाट त्यसै छिरेर जाने हो ल हामी चाहिँ अब ओह्रालो गयो है ल है अब ओह्रालो यस्तो मजाको छ यो साइडमा यो पानी अमला होइन त यो पानी अमला भन्छ हाम्रो नेपालमा ल आउँ है आउँ हाम्रो गाउँघरको पक्कै ऊ बादल आए जस्तो छ जङ्गलहरू पनि ल आउनु है अहिले पोर्चुगलको सिन्ट्रा भन्ने ठाउँमा हामी चाहिँ टुर गर्दैछौँ अब यसको दाहिने बाएँ पुरै के अरे जङ्गल अनि अहिले पुरा बादल लागिरहेको अवस्था छ लो इन्जोय गर है इन्जोय गर बिस्तारै यसरी केबल कारबाट हामी सिरी अगाडि जाँदैछौँ टाउन सेन्टर हो यतापट्टि यो केबल कारबाट हामी अगाडि बढेकै छौँ मुनि यस्तो समुद्र छ देब्रेपट्टि यस्तो छ अब यो के ब्रिज अरे यो परको भास्को द गामा ब्रिज यो सायद वर्ल्डको सेकेन्ड लङ्गेस्ट भन्ने बुझियो तर यसको अनुसन्धान
स्टडी गर्ने बाँकी छ जारी छ अब यसरी छ यो यसको एन्डिङ यता कता हो धेरै परै छ जस्तो छ हामी हाम्रो यात्रा त्यहाँबाट सुरु भएको थियो ल पछाडिपट्टि रहेछ ल अब यता बायाँपट्टि चाहिँ यहाँ एयरपोर्ट रहेछ उता अब यतापट्टि चाहिँ यो मेरो विचारमा यो ट्रेन स्टेसन जस्तो छ यता देब्रेपट्टि आउँदैछ फुटबल स्टेडियम Happy birthday to me. Because I'm going to sleep. What about like just say Maggie? मलाई पुग्यो होला एउटा just माग्नु र मिठो छ पुग्यो यति भए चाहिँ पुग्यो होला मलाई पोर्चुगिज के भन्छ कुजिन होला यो होइन स्टेक हो के हो हो ए अँ यो चाहिँ दिदी श्रिम पथाई श्रिम पताई लु त्यहाँबाट पनि हाम्रो भिडियो यसलाई भन्छ फ्रेन्च फ्राइज राम्रो देखिनु भएको होला ए म पनि मम्मीको भन्दै थ्याङ्क यू थ्याङ्क यू भेरी मच जुन कुरा चाहिँ कहिले कहिले मान्छेले अनएक्सपेक्टेड चिज हुन्छ नि त्यसले चाहिँ जीवनमा भनेको खुसी दिन्छ क्या त्यो भनेको चाहिँ मान्छेको मनबाट सेयर हुने क्या भनेको एउटा हुन्छ क्या के भन्छ अजङ्गको क्या एक किसिमको क्या जतिखेर पनि काहीँ जानुपर्छ भने अलवेज रेडी क्या लाइक ग्रेनेल चिल नेप्लिज रेस्टुरेन्ट एकदम भेराइटी खाना पाइँदो रहेछ अनि यहाँ सहरको बिचमा यहाँ ठुलो जङ्सन रहेछ राउन्ड एबाउट ट्रान्स यहाँबाट कहाँ बस्ने हो एल थ्याङ्क यू हस् थ्याङ्क यू ल बसिरहेको ल आज हाम्रो एक हप्ताको छुट्टी पुरा भएर आफ्नो कर्मथलोतर्फ जाँदैछौँ until the fasten seatbelt signs is turned off and the crew indicated to get disembarked. From this moment on, you can use all electronic devices. We ask you to open luggage bin carefully to prevent objects from falling, and please confirm to take all your personal belongings with you. We thank you for choosing to fly with TAP Air Portugal Star Alliance member, and we certainly have enjoyed sharing a part of our day with you. See you the next time. No.